त्यसपछि अर्को पानी छ हाम्रो स्याम्पल, यो हाम्रो मेसिनको पानी, यो अल्कलाइन बोतलको पानी भयो, सानो युनिटमा छ, र यो हाम्रो अल्कलाइन मेसिनको पानी, जुन मेसिनको आज हामी प्रमोसन गर्दैछौँ। अब यहाँ तीनवटा स्याम्पल हजुरहरूले स्पष्ट देख्नु भएको छ। यो तीनवटा स्याम्पलको सबभन्दा पहिला हामीले अघि भने जस्तो टिडिएस हेर्नु पर्यो। हामीले पिउने पानीमा मिनरल छ कि छैन यो जान्नका लागि, ठिक छ। अहिले हेर्नु होला, यो टिडिएस मिटरमा 0 आयो कि आएन हेर्नु त, आएको छ, 0 आएको छ, 0 आएको छ है। अब म यो पानीमा राख्दैछु, एकपल्ट फोकस गरेर यहाँबाट काउन्ट गर्नु त कति आयो। 0.24 यानी कि 24। यसको पीपीएम भनेर सानो अक्षरमा पनि छ, फोकस गर्नु त एकपल्ट, सानो अक्षरमा पीपीएम भनेर लेखिएको छ, त्यसलाई फोकस गर्दिनु त। सानो अक्षर साइडमा छ, दाहिनेपट्टि साइडमा देखियो पीपीएम, पीपीएम जस्तो हुन्छ नि यसको युनिट, यो 100 मा हो कि 1000 मा हो कि कतिमा हो त्यो जान्नका लागि 24 त लेखियो, तर त्यो कतिमा हो त युनिट कति हो त्यसको हामीलाई पर्याप्त मात्रामा हुन्थ्यो, 2.4 मात्रामा हुँदाखेरि। तर यो त पीपीएम भनेको त मिलियनमा रहेछ। मिलियन भनेको कति हो? 10 लाख। 10 लाखमा 24 भनेको कति होला? नाप्न सकिन्छ? सकिँदैन हो। त्यसो भएको कारणले गर्दाखेरि हामीले पिउँदै गरेको पानीमा मिनरलको अभाव छ भनेर हामीले भन्ने गर्छौँ। अब यसपछि यही पानी हामीले यो बोतलमा राखिसकेपछि यसले राइज गर्यो कि गर्ने, एड गर्यो कि गर्ने मिनरल, त्यो जान्नका लागि हामी फेरि 0 भइसक्यो हैन त। हेर्नु है, अब मैले यहाँ राख्दैछु यो हाम्रो बोतलको पानीमा कति छ एकपटक फोकस गरिदिनु। 0 33 भयो हैन। अब यो भर्खरै राखेको कारणले गर्दाखेरि यो 50 भन्दा माथि जान्छ। आधा उल्टा राखियो भने अहिले टाइम अलिकति थोरै टाइम भएको हुनाले 30 रहेछ। त्यो पनि हामीले के बुझ्न सक्छौँ त 24 बाट 31 भनेपछि 8 भयो भन्ने कुरा हामीले बुझ्यौँ। त्यसपछि अर्को छ हाम्रो यो हाम्रो मेसिनको पानी। हेर्नु है, यसमा कति आयो? 46 हो। 46 फेरि हेर्नु त कति? 57। किन भन्दा यो पानी यहाँको चाहिने उ थियो, यसमा बाँकी थियो, त्यही कारणले त त्यसले राइट काउन्ट गर्न सकेन। यतापट्टि टेस्ट गर्दाखेरि 57 देखायो भनेपछि हाम्रो 50 भन्दा ओभर भइसकेपछि त्यो भनेको हाम्रो शरीरको लागि पर्याप्त हुन्छ भन्ने कुरा यहाँबाट चाहिँ हामीले बुझ्न सक्यौँ है। अब एउटा मैले जुन भनेको थिएँ, हाम्रो शरीरमा मिनरलको ज्यादै महत्त्वपूर्ण भूमिका हुन्छ। अब यो मिनरल प्राप्त गर्ने सोर्स भनेको हाम्रो खाना र पानी हो। पानीमा मिनरलको डिफिसियन्सी भएको कारणले गर्दाखेरि 80% भन्दा बढी बिमारीको कारण बन्दो रहेछ। त्यसो भएर अब हामीले पिउने पानीमा मिनरल एड गरेर पिउनु पर्ने रहेछ। त्यो जान्नका लागि मैले यो डेमो देखाएँ। अब यसपछि पीएच पनि त्यतिकै महत्त्वपूर्ण छ। अब यो पीएच ड्रपले नाप्दाखेरि मैले अघि पनि भनिसकेँ, हामीले पिउने पानी अल्कलाइन नै हुनुपर्छ। किन? हिजो हाम्रो पुर्खाहरूले धाराको पानी, नुनको पानी हैन, पहाडको झरनाबाट झरेको पानी जस्ताको जस्तै पिउनुहुन्थ्यो, फिल्टर नगरिकन पिउनुहुन्थ्यो। त्यो पानी न्युट्रल हुन्थ्यो र पनि उहाँहरूलाई आवश्यकता थिएन, अल्कलाइन पानी खानुपर्ने आवश्यकता थिएन। किन भन्दाखेरि उहाँको लाइफस्टाइल नै के थियो त? नेचुरल थियो। उहाँ हलो जोत्नुहुन्थ्यो, कोदाली खन्नुहुन्थ्यो, पैदलै यात्रा गर्नुहुन्थ्यो र खाना अर्ग्यानिक हुन्थ्यो, हो कि हैन? त्यसो भएको कारणले गर्दा पानीमा एक्स्ट्रा पीएच हामीले आवश्यकता थिएन। तर आजको हाम्रो लाइफस्टाइल भिन्न छ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो खाना एसिडिक छ, हाम्रो लाइफस्टाइल एसिडिक छ हैन। लाइफस्टाइल एसिडिक भन्नाको मतलब हामी बसिरहन्छौँ दिनभरि भने त्यो एसिडिक हुन्छ। जब हामी
दिनभरि रनिङ गरिरहेको हुन्छ, कुनै न कुनै काम गरिरहेको हुन्छ, फिजिकल वर्क गरिरहेको हुन्छ, त्यो हाम्रो बडीको चाहिँ पिएच अल्कलाइन हुन्छ। हो यही कारणले गर्दाखेरि हाम्रो चाहिँ अहिलेको लाइफस्टाइलको कारणले अल्कलाइन पिएच भएको पानी पिउनुपर्ने आवश्यकता रहेछ। त्यसैका लागि अब पानीको पिएच एसिडसँगै अल्कलाइन छ, यो ड्रपबाट हामी छुट्याउने गर्छौँ। मैले अघि भनिसकेको छु, यदि ग्रीन कलर आयो भने के हुन्छ? अल्कलाइन हुन्छ। ब्लू के रे ग्रीन कलर आयो भने न्यूट्रल हुन्छ, ब्लू कलर आयो भने अल्कलाइन हुन्छ, र येलो कलर आयो भने के हुन्छ? एसिडिक हुन्छ। हामीलाई चाहिएको कुन? अल्कलाइन। त्यसका लागि ब्लू कलर नै चाहियो, हैन त? म सबभन्दा पहिला यो मिनरल वाटर बोतलको पानीमा राख्दै छु, ड्रप हेर्नु है कस्तो कस्तो किसिमको कलर आउँछ, हजुरहरूले छुट्याउनु होला। 3 ड्रप येलो कलर हो, येलो कलर आयो, पानी के छ? एसिडिक नै छ। त्यसपछि त्यो पानीलाई यो बोतलमा ट्रान्सफर गरिसकेपछि कति चेन्ज गर्यो यो पनि हामी जानौँ। यसमा के चेन्ज आयो? यसमा खासै चेन्ज आएन है। यो एउटा गिलास भए पनि हुन्छ। थोरै स्लाइटली चेन्ज त देखाएको छ, तर भने जस्तो आएन। अब एउटा गिलास दिनु त मलाई। होइन त्यो बाल्टी भए पनि हुन्छ, यहाँ राख्यो पानी पाउँछ। यसले चेन्ज गर्छ गर्दैन हेर्नु पर्यो। चेन्ज छ। अब हेर्नु है, फेरि म यहाँ राख्दैछु। थोरै चेन्ज भयो है। अब यो हाम्रो मेसिनको पानी, यो मेसिनको पानी कस्तो छ यो पनि चेक गरौँ हामीले। यो हाम्रो मेसिनको पानी हो, ब्लू कलर आयो हैन त? हो, यसको क्यापासिटी भनेको 12000 लिटर हुन्छ। यो हाम्रो जम्मा 1500 लिटरको चाहिँ क्यापासिटी हो, थोरै हो। र यसका लागि हामीले 20 देखि 30 मिनेटसम्म राख्नुपर्ने हुन्छ। अब त्यो समय अभावको कारणले गर्दा हामीले त्यो रिजल्ट देखाउन सकेनौँ, तर स्लाइटली चेन्ज चाहिँ आएको छ है, थोरै चेन्ज चाहिँ आएको छ। यो कुरा मैले यहाँलाई जानकारी गराएँ। र हाम्रो चाहिँ जुन मेसिनको पानी हो यो टोटल्ली अल्कलाइन भएको छ है। अब यो भयो अल्कलाइन। यसपछि अब हामीले बुझ्नुपर्ने कुरा अर्को छ, त्यो भनेको के छ? ओआरपी। ओआरपी छ कि छैन यो कुरा हामी जान्न जरुरी छ है। ओआरपी, अब यो ओआरपी बुझ्नका लागि म यो दुईटा स्याम्पललाई मात्र प्रयोग गरेँ है। एउटा हाम्रो बोतलको पानी, एउटा चाहिँ हाम्रो मेसिनको पानी। यो राम्रोसँग प्रिपेयर नभइसकेको कारणले गर्दा मैले यसलाई चाहिँ देखाउन चाहिन। एकछिनपछि यो पनि टेस्ट गरौँला है। अब यसपछि मैले अघि भनेको थिएँ हजुरहरूलाई, ओआरपी भनेको के त? अक्सिडेसन रिडक्सन पोटेन्शियल। यदि यो ड्रप राखिसकेपछि पिङ्क कलर आयो भने, जसरी पीएच ड्रपले पानीको पीएच अनुसार फरक फरक कलर देखाउँछ, त्यसै गरेर यो ओआरपी ड्रपले के गर्छ? एउटा मात्र कलर देखाउँछ, या त पिङ्क कलर आउँछ या आउँदैन है। अब यसलाई हामीले कसरी बुझ्ने त भन्दा, पिङ्क कलर आयो भने ओआरपी नेगेटिभ, त्यो एन्टिअक्सिडेन्ट भयो। यदि कुनै कलर आएन भने त्यो अक्सिडाइज भयो। मैले अघि पनि भनेको थिएँ, फलामको काठीलाई 2-4 दिन पानीमा भिजाएर राखिदिनु भने के हुन्छ त? खिया लाग्छ। खिया लाग्यो भने त्यसलाई ओआरपी पोजिटिभ भनिन्छ है। त्यसपछि फलफुल जस्तो सेउ हामीले काटेर प्लेटमा राख्यौँ, एकछिनपछि त्यो के हुन्छ? कालो हुन्छ। कालो भएको पनि अक्सिडाइज भएको भनेर भनिन्छ। त्यो कालो भएपछि हामी खान्छौँ त? खाँदैनौँ, या त त्यसलाई ताछेर खान्छौँ या
हामी खाँदैनौँ। त्यो के हो? ओआरपी पोजिटिभ हो। त्यस्तै फलफुल तरकारी बजारबाट किनेर ल्याउँदा त सधैँ हुन्छ हैन, राम्रो छानेर ल्याउँछौँ नि, तर 2-4 दिन घरमा राखेर हामीले पकाउन खाना भ्याइएन भने त्यो के हुन्छ? कुहिन सड्न थाल्छ। त्यो सड्नु भनेको पनि के हो त? ओआरपी पोजिटिभ है। त्यस्तै प्रकार खाना पनि पकाएको 2 घण्टासम्म त्यसलाई साजी मानिँदो रहेछ, 2 घण्टापछि त्यो बासी हुँदो रहेछ है। त्यो बासी भएपछि त्यो के भयो त? त्यो पनि अक्सिडाइज भयो, ओआरपी पोजिटिभ भयो। हाम्रो शरीरमा पनि जब उमेर बढ्दै जान्छ नि 50, 60, 70 हुँदै जान्छ, त्यसपछि अनुहारमा के आउँछ? रिङ्कल आउन थाल्छ। रिङ्कल आउनु भनेको के रहेछ? अक्सिडाइज भयो, ओआरपी पोजिटिभ है। त्यसो भएको कारणले गर्दाखेरि ओआरपी पोजिटिभ भनेको त मैले भनेको कुराहरू भयो। यो हामी सबैलाई थाहा भएकै कुरा हो, नौलो कुरा भएन है। अब ओआरपी नेगेटिभ भनेको चाहिँ के त भन्दाखेरि त्यसको अपोजिट। जस्तो बुढो हुनुको अपोजिट के भयो? जवान हुनु। बासीको अपोजिट साजी हैन। अनि कुहिनु सड्नुको अपोजिट के भयो? फ्रेस, ताजा। आफ्नै बारीबाट टिपेर ल्याएको भनिन्छ नि, त्यो भनेको ताजा भनिन्छ। खिया लाग्नुको अपोजिट के भयो? खिया नलाग्नु। यसरी यो दैनिक जीवनमा हामी हरेकको दैनिक जीवनमा यो लागू भएकै कुरा हो, मैले भनिराख्नु पर्ने कुरा होइन, हामीले प्र्याक्टिस गरिराखेको कुरा। फलफुल तरकारी कुहियो भने हामी खान्छौँ र खाँदैनौँ? यो खाना हुँदैन भनेर फालिदिन्छौँ। अनि खाना बासी भयो भने हामी खान्छौँ? खाँदैनौँ। किन खाँदैनौँ? त्यसको स्वाद पनि परिवर्तन भइसकेको हुन्छ अनि नराम्रो स्मेल आइसकेको हुन्छ। यसले स्वास्थ्यलाई खराब गर्छ। भोलि चाहिँ नि पेट गडबड भयो भने भनेर हामी खाँदैनौँ, त्यसलाई फाल्छौँ। अनि त्यसपछि हामी त्यसको चाहिँ नि जुन नकारात्मक नेगेटिभ इफेक्टबाट हामी बच्न सक्छौँ। तर त्यही कुरा पानीमा चाहिँ हामी छुट्याउन सक्दैनौँ। सकिन्छ होला? हाम्रो ह्युमन सेन्सले पानीको बारेमा हामीले बुझ्न सक्दैनौँ, हेरेर मात्रै। न त हामी हेरेर बुझ्न सक्छौँ, न यो पानी पिएर थाहा पाउन सक्छौँ। कुनै पनि हालतमा हाम्रो ह्युमन सेन्सले यसलाई पत्ता लगाउन सक्दैन। यो नै पानीको सबभन्दा ठुलो रहस्य हो। यही कुरा नै हामीले बुझ्नु पर्ने। जबसम्म यो ओआरपी ड्रप प्रयोग गरेर हेरिँदैन तबसम्म पानी अक्सिडाइज भएको हो कि एन्टिअक्सिडेन्ट हो भनेर हामीले बुझ्न सक्दैनौँ है। त्यसो भएको कारणले गर्दाखेरि हामीले पानीलाई चाहिँ छुट्याउनको लागि यो ड्रप प्रयोग गर्नै पर्ने हुन्छ। जबसम्म यो ड्रप प्रयोग गर्दैनौँ हामीले देख्दैनौँ। अब हेरौँ है त, अघि मैले भनिसकेको थिएँ, यदि पिङ्क कलर आयो भने त्यो ओआरपी नेगेटिभ हुन्छ, त्यो स्वास्थ्यको लागि राम्रो हुन्छ, त्यो लाइट वाटर हुन्छ। यदि कलर कुनै पनि आएन भने त्यो पानी अक्सिडाइज भएको मानिन्छ है। म अब ड्रप राख्दैछु। सबभन्दा पहिला म यो हाम्रो बोतलकै पानीमा राखेँ है। 1 ड्रप। कलर चेन्ज आयो त? कुनै चेन्ज आएन। यतापट्टि म 1 ड्रप राख्छु। कलर चेन्ज आयो? हेर्नु है, एउटै पानी हो। अघि हेर्दाखेरि एउटै थियो, तर अहिले यो पानी पिङ्क कलर भयो, तर यो पानी पिङ्क कलर हुन सकेन है। अब यो भनेको के हो त भन्दाखेरि यो एन्टिअक्सिडेन्ट भनेको के रहेछ त भन्नुलाई भने यो हाम्रो शरीरको सबैभन्दा ठुलो डिटक्सिफायर। शरीरमा भएको हरेक किसिमका टक्सिनहरूलाई डिटक्सिफाई गर्ने क्षमता यसमा हुँदो रहेछ। जसरी हामीले हाम्रो शरीरमा भएको मैल सफा गर्नको लागि साबुन पानीको प्रयोग गर्छौँ, त्यस्तै प्रकार हाम्रो शरीरभित्र इन्टरनल अर्गनमा भएका जति पनि टक्सिनहरू छन् त्यसलाई हटाउनको लागि हामीले साबुन पानी त प्रयोग गर्न सक्दैनौँ, पानी नै प्रयोग गर्ने हो। तर यदि हामीले यो साधारण पानी प्रयोग गरिराखेका छौँ भने प्यास त मेट्ला, तर डिटक्सिफाई गर्न सक्दैन। तर यो एन्टिअक्सिडेन्ट भएको पानीले सारा मैल इन्टरनल अर्गनमा भएको सबै सफा गरिदिन्छ। जसरी हामीले साबुन पानी नुहाउँदाखेरि स्किनमा भएको मैल सफा हुन्छ, त्यसै गरी इन्टरनल अर्गनमा भएको मैल यसले सफा गर्छ। त्यति मात्रै होइन, फ्री रेडिकल अहिले प्रत्येकको हातमा एउटा चाहिँ कहिल्यै पनि नछुट्ने एउटा डिभाइस छ, त्यो हो मोबाइल। मोबाइल हामीले कहिले छोड्न सक्छौँ? इभन निदाउँदाखेरि पनि हामीले छोड्न सक्दैनौँ। कारण के हुँदो रहेछ? मोबाइल नआएसम्म निद्रा लाग्दैन, निदा आएपछि त्यही बिर्सिँदो रहेछ। हाम्रो सिरानीमै हुन्छ सधैँ मोबाइल, हो कि होइन? र त्यो मोबाइलको रेडिएसन यति धेरै हुँदो रहेछ कि तपाईँ हामीले चाहिँ नि बाध्य भएर त्यसलाई एक्सेप्ट गर्नु परिरहेको छ।
जब हामीले त्यसको रेडिएसनको प्रभाव इफेक्ट हामीले सुन्यो भनेदेखि मोबाइल छुनै मन लाग्दैन, तर पनि बाध्यता छ, छोड्नै सकिँदैन। हो त्यस्तो रेडिएसनलाई पनि, त्यो रेडिएसनको इफेक्टबाट हुने फ्री रेडिकललाई पनि यो एन्टिअक्सिडेन्ट, पानीमा भएको एन्टिअक्सिडेन्टले डिटक्सिफाई गर्न सक्दो रहेछ। भनिसकेपछि यो हाम्रो शरीरलाई नभई नहुने अत्यन्त आवश्यक तत्त्वभित्र पर्दो रहेछ एन्टिअक्सिडेन्ट। त्यो पनि हाम्रो यो अल्कलाइन पानीमा उपलब्ध हुँदो रहेछ भनेर मैले जानकारी गराएँ। अब यसपछि अहिले मैले चाहिँ नि प्रस्तुत गरेको एउटा पानीको चाहिँ नि रहस्य के थियो त? पानीको रङ पनि हुँदैन, गन्ध पनि हुँदैन, स्वाद पनि हुँदैन। यो पानीको रहस्य थियो। त्यही कारणले गर्दाखेरि ह्युमन सेन्सबाट कुनै पनि व्यक्ति चाहे जतिसुकै विद्वान किन नहोस्, हेरेर मात्रै उसले चाहिँ नि त्यो पत्ता लगाउन सक्दैन पानी अक्सिडाइज भएको हो कि एन्टिअक्सिडेन्ट भएको हो, त्यो छुट्याउन सक्दैन। त्यस्तै अर्को एउटा जरुरी इन्फर्मेसन छ पानीको बारेमा, फेरि अर्को नेक्स्ट सिक्रेट है। त्यो के हो म यहाँलाई प्रस्तुत गर्न चाहन्छु। हजुर हेर्न चाहनुहुन्छ सिक्रेट, पानीको सिक्रेट? पहिलो सिक्रेट त थाहा पाइसक्नुभयो। हामीले पानीलाई हेरेर बुझ्दा रहन्छ, खाएर पनि बुझ्दैन। त्यो कुरा यो ड्रपले मात्रै छुट्यायो। अब अर्को सिक्रेट, मैले यो खाली गरेँ या सजिलो होस् भन्नका लागि मैले यसमा थोरै यो पानी राखेँ। अब हेर्नु है, यो मेसिनको अल्कलाइन पानी हो। अब म थोरै मात्रमा यहाँ मिसाउँदैछु। यही पानी यता राख्दा कलर आयो, यो पानीमा आएन नि। अब यो पानी राख्दा आउनु पर्छ पर्दैन? पर्छ नि। म थोरै राखेँ, हेर्नु है, आयो आयो कि आएन? आयो, देख्नुहुन्छ यहाँहरूले? यो सबभन्दा ठुलो रहस्य। अघि एउटा रहस्य तपाईँलाई प्रस्तुत गरेँ, फेरि अर्को रहस्य। पानीमा अघि हेर्दाखेरि आयो, फेरि हेर्दाखेरि आउँदैन। आयो भन्ने कि आएन भन्ने? हजुर अघि त देखिएको थियो नि त। हो, यो अर्को सेक्रेट, नेक्स्ट सेक्रेट। पानीको अर्को सेक्रेट भनेको के रहेछ त भन्दाखेरि, पानीले आफूसँग भएको अरूलाई दिन्छ, आफूसँग जे छ त्यो अरूलाई बाँड्छ। त्यसमा कुनै किसिमको कन्जुसाइ गर्दैन है। तर आफूसँग नभएको तत्त्व अरूबाट लिँदो रहेछ। कुनै हालतमा कसैले पनि रोक्न सक्दैन। जति छ त्यति सबैले। यही हो, पानीमा थिएन नि एन्टिअक्सिडेन्ट थिएन, अनि मिनरल पनि थिएन, र पीएच पनि थिएन, अल्कलाइन थिएन नि यो पानी। तर उसले पाउन साथ के गर्छ? आफैले खाइदियो। यो सबभन्दा ठुलो रहस्य हो। यही कुरा हामीले बुझ्न सकेका छैनौँ अहिले। हामीले जब खानाबाट प्राप्त गर्छौँ नि एन्टिअक्सिडेन्ट, मिनरल प्राप्त गर्छौँ, अनि त्यसपछि पीएच पनि, अल्कलाइन तत्त्व पनि हामीले खानाबाट प्राप्त गर्छौँ भने अब यो पानी पिउँदैछौँ, जुन पानीमा अल्कलाइन पनि छैन, जुन पानीमा मिनरल पनि छैन, जुन पानीमा एन्टिअक्सिडेन्ट छैन, त्यो पानी पिउँदैछौँ। सबभन्दा पहिला त्यो पानीले हाम्रो शरीरबाट लिँदो रहेछ। शरीरबाट लिए मतलब के त भन्दाखेरि यो पानीले हामीलाई इनर्जी लस गराउँदो रहेछ। किन? त्यो पानीमा छैन। त्यो पानीको गुण हो। जुन पानीमा छैन उसले चाहिँ के गर्छ? अरूबाट लिन्छ। जुन पानीमा छ उसले अब के गर्छ त? अरूलाई दिन्छ, हाम्रो शरीरलाई दिन्छ। अब त्यसो भएको कारणले गर्दाखेरि एउटा तथ्य पनि छ कि घिउ कहाँ पोखियो भागमा भन्ने एउटा सुन्नु भएको छ नि हैन? त्यो भनेको के रहेछ त? घिउ पोखिनु त राम्रो होइन, तर भागमै पोखिएको कारणले गर्दाखेरि त्यसलाई के मानिन्छ त? घाटा त भएन, खानामै थियो, खाइहाल्यो, खानै पर्ने हो, आखिर खाइयो। तर यहाँनिर घिउ कहाँ पोखिन्छ भन्दाखेरि त्यो भागमा होइन, बाहिर पोखिँदो रहेछ। त्यो मैले के कसरी चाहिँ भन्न खोजेको भन्दाखेरि हामी जुन पानी पिउँदैछौँ त्यो पानी त आफ्नो शरीरभित्रै छ। उसले एन्टिअक्सिडेन्ट खाए पनि, अल्कलाइन खाए पनि, मिनरल खाए पनि शरीरभित्रै छ भन्ने कुरा हुन्छ। तर त्यो गलत हो। यो पानी भित्र जाँदाखेरि भित्रै जान्छ, बाहिर निस्किन्छ नि त एक आधा घण्टा पछि। बाहिर निस्किँदा के लिएर निस्किन्छ? सबै मिनरल लिएर बाहिर निस्किन्छ। किनभने हामीले खाएको
आधा घण्टादेखि 1 घण्टाभित्र त यो त पानी त बाहिर निस्किनै पर्छ है। भित्र जाँदाखेरि मिनरल नभएको रूपमा भित्र छिरेको थियो र बाहिर निस्केछ मिनरल सहित बाहिर निस्किन्छ। त्यसो भएको कारणले गर्दाखेरि हामीलाई यहाँनिर के हुन्छ, घाटा नै हुन्छ हो। यही कुरा मैले यहाँलाई चाहिँ प्रस्तुत गरेँ। अब यो रहस्यको बारेमा हजुरहरूले पनि अब जब थाहा पाइसकेपछि आफ्नो घर परिवारमा पनि यसलाई चाहिँ अप्लाई गर्नु होला र साथसाथै आफ्नो छिमेकी हैन साथीभाइहरू हरेकलाई जोलाई यहाँहरूले भेट्नुहुन्छ। मैले 10 वर्षदेखि गर्दै आएको छु, किनभने बुद्धले पनि भन्नुभएको छ यो वाइज डज द बुद्धस वर्क भनेर भनेको छ। हाम्रो यो बाणीहरू यसले बुद्धको काम गर्नेछ। जब बुद्धले आफ्नो जीवनकालभरि सम्पूर्ण संसारका मानवहरूको कल्याणको लागि भनेर जुन शिक्षा दिएर छोड्नु भयो नि, उहाँको बितिसकेपछि उहाँले निर्वाण प्राप्त गरिसकेपछि कसले गर्छ त भन्ने एकजना उहाँको चाहिँ चेलाको चाहिँ क्वेसनमा उहाँले भन्नुभएको थियो, तपाईहरुको बाणी तपाईहरुको जुन भोइस यो जो छ यसले नै अब बुद्धको काम गर्नेछ। जुन राम्रो कुराहरू छ त्यो सकेसम्म धेरै मान्छेहरूलाई बताउनुहोस्, धेरै भन्दा धेरै बाँड्नुहोस् भनेर जुन सिकाउनु भएको छ। यसै कारणले गर्दाखेरि हामी त अब यो अभियानमा लागिसकेका छौँ। अब हामी आशा गर्छौँ यहाँहरू पनि हाम्रो अभियानमा साथ दिँदै अगाडि जानु हुनेछ भन्ने आशा गर्दै म धेरै लामो समय दिन चाहे। अब यसपछि थोरै म जानकारी गराउन चाहे। हाम्रो कम्पनी स्मार्ट होटल केयरले यो नयाँ प्रोडक्ट भएको कारणले कोरियन टेक्नोलोजी पहिलो पटक हामीले नेपालमा ल्याउँदै छौँ। यो नयाँ प्रोडक्ट भएको कारणले कुनै पनि नयाँ प्रोडक्ट लन्च गर्दाखेरि ठुलो विज्ञापन खर्च गर्नुपर्ने हुन्छ। त्यो विज्ञापन खर्चको सट्टा हामीले उपभोक्तालाई नै लाभान्वित हुने किसिमले एउटा स्पेशल अफरको प्रोग्राम पनि ल्याएका छौँ। अब यो अफरको बारेमा पनि यहाँहरूले जानकारी पाउनु हुनेछ भन्ने मैले चाहिँ नि जानकारी गराएँ। यो अफरको छोटो परिचय मैले कसरी दिन चाहे भन्दा पहिलो 8000 कस्टमर यानी कि 7999 कस्टमर जसले यो संख्या भित्र बुक गर्नुहुन्छ, यो मङ्सिरको 26 लास्ट अन्तिम डेट हामीले तोकेका छौँ। मङ्सिरको 26 भित्र जसले यो चाहिँ नि बुक गर्नुहुन्छ यसको लागि हामी स्पेशल गिफ्ट स्पेशल अफर हामीले राखेका छौँ। अब यो सम्बन्धी जानकारी गराउनको लागि हाम्रो आयोजक सर हुनुहुन्छ, उहाँहरूबाट जानकारी लिनु होला भन्दै म चाहिँ नि यो पानीको बारेमा मैले आफूले जाने बुझेको यसमा कुनै गल्ती कमजोरी भएदेखि क्षमा पाऊँ भन्दै म आफ्नो भनाइलाई यही विश्राम लिन चाहन्छु। हस्।